बबाले काम भइरहेछ आज अफिसबाट होइन एउटा कफी खाइदिउँ भनेर निस्केको कफी खाएर अनि फेरि काम गर्नुपर्छ है त यस्तो छ नि जिन्दगी भनेदेखि पुरै छोडिदिउँ गाइज यो चाहिँ डङ्किन स्टारबक्सको होइन जस्ट हाम्रो अफिस मुनि एउटा कफी सप जस्तो छ त्यहीँबाट लिएर आएको अनि मैले कफी लिन गाइज क्याफ के अरे चाय लाटे भन्ने लिएँ होइन हेरौँ कस्तो रहेछ भनेर चाखौँ भनेर तर ठिकै रहेछ टु मच गुलियो चाहिँ छ होइन यो चाहिँ हामी घरतिर जाँदैछौँ अफिसबाट आज चाहिँ मलाई ड्रप गरिदिएको छ राम भाइले राम भाइ पनि युट्युब भ्लगर नै हो के हो अरे ब्रो तिम्रो च्यानलको नाम राम होइन आरएनएस ब्लग आरएनएस ब्लग भएकै भएन होइन नाम चाहिँ तर राम एन्ड सेमी ब्लग आउँछ हो राम एन्ड सेमी ब्लग गरेर आउँछ गान्तोकको ब्लग हेर्नुहोस् होइन अनि भेगसको त्यहाँ पुगिसकेपछि धेरैको हेर्नुहोस् लिङ्क हालिदिउँ गाइज डिस्क्रिप्सनमा राम भाइ तपाईँको खुसी 50जनाले हेर्छु मेरो 50जना नयाँ सब्सक्राइबर भन्दा आई एप्रिसिएट हो ल गाइज म चाहिँ ब्रोको च्यानलको लिङ्क हालिदिन्छु डिस्क्रिप्सनमा गएर हेर्नुहोस् है त ओके गाइज ल मेरो कतिजना छ तिम्रो कति छ सब्सक्राइबर 155 आई थिंक बरु तिमीले चाहिँ हाल्नुपर्ने रहेछ नि त डिस्क्रिप्सनमा मेरो लिङ्क मेरो 35 छ ठिक छ ल हुन्छ ल गाइज म डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छु गएर गो एन्ड सब्सक्राइब राम भाइको च्यानल है एकदमै बवाल छ एकदमै फन छ त्यसमा रमाइलो हुन्छ है त्यहाँदेखि त्यही त तर अब सबै भिडियो चाहिँ अब हालिसकेको छैन अब बिस्तारै आउँछ त्यहाँदेखि हुन्छ नि कामले गर्दा बिजी भयो भन्नु होला होइन काम भन्दा पनि दिक्क लाग्ने चाहिँ हरेक दिन हाल्नलाई चाहिँ खै के गरिरहेको छु भने जस्तो फिल हुन्छ कि हरेक हप्ता हाल्नु नि हो हरेक हप्ता हाल्यो भने नि हुन्छ म त लगभग हरेक दिनै हालिदिउँ नि के नै हुन्छ र नर्मल जस्तो लागेर हाल्नु खोजेको तर लास्ट टाइममा चाहिँ हुँदैछ 100 वटा हाल्नुहोस् अनि त्यहाँदेखि मात्रै क्वेसन युर सेल्फ क्या म किन फेमस भइन भनेर मेरो चाहिँ कति 16-17 मात्रै छ होला होइन आफ्टर द्याट अब आई क्यान सी द्याट आई स्टप होइन मैले 10 वटा हालेको छु बट आई थिङ्क आई विल कन्टिन्यू कन्टिन्यू गर न रमाइलो हुन्छ त यार गाइस घाम आएको छ है मुखमा ल ब्रो थ्याङ्क यू है त ओके ब्रो ल म चाहिँ घर आइपुगेँ होइन अब बाबुको रियाक्सन हेरौँ है त कस्तो हुन्छ मलाई देखेर घर त आएँ गाइज होइन तर घरमा चाहिँ बाबु र सबु दुइटै छैन लास्टै बोर भयो के गर्ने भयो उनीहरू माम घरमा रहेछ अब म पनि यस्तो माम घरतिर जाउँ कि हिजो काटिरहेको घाँस काट्न बाँकी छ त्यो काटौँ कि केही खाउँ कि पुरै कन्फ्युजन गाइज म एक्लै भयो भने पुरै कन्फ्युज हुन्छु के गरौँ त्यही भएर मलाई चाहिँ मान्छेहरू चाहिरहन्छ कि जीवनमा मान्छेहरू भने चाहिँ इङ्गेज भइन्छ रमाइलो हुन्छ नि त एक्लै त लास्टै बोर हुन्छ हो छ्या मान्छे एक्लै कसरी बस्छ यार लास्टमा मैले पनि उता माम घर जाने नै डिसाइड गरेँ हिँडेँ गाइज म पनि उतैतिर मलाई मात्र हो कि तपाईँहरूलाई पनि हो भन्नुहोस् है यो कुरा चाहिँ मलाई चाहिँ होइन यो घुम्ने सुम्ने भन्दाखेरि पनि मान्छेहरूसँग बस्ने गफ गर्ने खाने रमाइलो गर्ने हुन्छ नि त्यो चाहिँ बढी मनपर्छ किन हो उता माम घर जाँदाखेरि चाहिँ ज्यान मारा उकालो छ गाइज ज्यान मारा हेर्नुहोस् यहाँ यो अहिले फोटोमा त्यस्तो बुझेको छैन ओ माई गड थ्याङ्क यू सब आयो गाइज मलाई लिनलाई यो हो नि त माया भनेको उकालो चढ्नलाई यस्तो टेन्सन लागिरहेको थियो सब ठ्याक्कै आयो मैले उसलाई फोन चाहिँ गरेको थिएँ तर आउँछ कि आउँदैन भन्ने मलाई थाहा थिएन तर आयो होला हेर्नुहोस् कि सबलाई म चाहिँ आज अफिस गएको भएर खासै लन्च गरिनँ अफिसमा मैले आज छन चाहिँ टाकोज लन्च थियो आज हाम्रो अफिसमा तर त्यो टाकोज चाहिँ चिकन टाकोज नभएर अरू नै टाकोज रहेछ त्यही भएर मैले खाइनँ गाइज अनिखेर मैले हल्का कफी सफी खाएँ खासै भोक लागेको थिएन अब चाहिँ म लन्च गर्न जाँदैछु भर्खरै लन्च डिनर एउटै हो मेरो यो अब हामीसँग चाहिँ एज युजुअल तोरीको साग यो भिन्डी सबुले डढाएको रहेछ अलिअलि माम अनिखेर दाल है त गाइज म खान सुरु गर्छु हामी हेरिसकेको छौँ हाम्रो घरबाट चाहिँ लगभग 2-3 मिनटमा पार्क पुगिन्छ गाइज नजिकैको पार्क चाहिँ अब कता टाढाको जानु भने अलिक टाइमै लाग्छ साना सानु बताओ साना बताओ गुड बोय सुरुवाल उल्टो लाग्छ क्या हो
त्यस्तै हो डिजाइनै उल्टो होइन है गाइज डिजाइनै त्यस्तो खल्ती चाहिँ अगाडि रहेछ कि त्यस्तो ए खिचेकै रहेनछ हो डनको गइरहेको छ बुहरूलाई यहीँ ड्रप गरिदिएँ मम्मीहरूकोमै सबुले चाहिँ यहाँ डिनर सिनर बनाउँछ अरे म चाहिँ घर गएर एकछिन घाँस काटेर अनि फेरि डिनर गर्न आउँछु ल बाई गर्छु साना साना बाई गर्छु बाबालाई बाई गर्छु बाई ल नाम माया गर्छु ल चाहिँ म हिजोको जस्तै घाँस काट्न जाँदैछु हिजो माथि डाँडामा काट्यो आज चाहिँ यहीँ घर वरिपरिको काट्नु पर्यो अनि मिनवाइल मैले चाहिँ यहाँ चिया पनि बसालेको छु अनि अब म घाँस काट्दै गर्छु चिया बन्दै गर्छ अनि त्यसपछि लाएर बिचमा आएर चाहिँ चिया खान्छु है त चिया चाहिँ खाएर सकिसकेको छ अब म बाँकी यो गेटको उतापट्टि चाहिँ अब काट्छु है त त्यस्तो टाइम लाग्दैन गाइज यो मसिनमा लास्टै फास्ट हुन्छ एक त यो मसिनमा एक्सिलरेटर पनि छ यो थिच्यो भने आफै गुटुङटुङ कुद्छ अनि चार्ज सकेला भन्नु परेन हिजो भर्खर ग्यास हाल्यो हो त्यही भएर लास्टै फास्ट हुन्छ मलाई चाहिँ यो मसिन लास्टै मनपर्छ मलाई चाहिँ घाँस काट्ने कार्यक्रम सकिएको छ अब अझै माथि डाँडामा र यतापट्टि साइडमा काट्न बाँकी छ त्यो चाहिँ म भोलि काट्छु आज टु लेट भयो अनि मैले मसिनलाई चाहिँ यहाँनिर राखिदिएको छु अहिले गराजमा भोलि निकालेर काट्छु फेरि अनि अहिले चाहिँ अब म मामा घरमा जान लाग्छु मम्मीहरूको घरमा डिनर गर्नलाई अनि अब हात मुख धुन्छु अलिकति फ्रेस भएर अनि निस्किन्छु है त उतातिर जानुभन्दा अगाडि चाहिँ अघि नै चिया बनाएको भाँडोहरू चाहिँ भिजाएर राखिदिउँ गाइस नभए सबुले अहिले मलाई कराउँछ आएपछि किन यो नभिजाएको भनेर है त म चाहिँ फ्रेस भइसकेको छु अब चाहिँ म उता जान्छु सबुको फोन पनि आइसक्यो गराज बन्द गरेर अब निस्क्यौँ है त है छाना कति राम्री हो आज टिकी लगाएको कसले आइदिएको तिम्रो टिकी डिनर टाइम भइसकेको छ र सबुले चाहिँ खाना स्टार्ट गरिसक्यो सबुले चाहिँ आलु दम र रोटी खाइरहेको छ दहीसँग र दुधसँग पनि अनि खेरि यता यो कोरियन चाहिँ मिस हुँदैन है गाइस यो कोरियन गयो भने चाहिँ गयो जिन्दगी यो चाहिँ हेर्नै पर्छ मैले सबै घाँस काटेर आएँ नि सबै घाँस काटेर आएँ म सबै हात काटेर आएँ नि भने सुने फेरि पनि हात सधैँ मलाई चाहिँ खासै भोक लागेको छैन त्यही भएर म चाहिँ अब अलिकति सब्जी खान्छु किनभने भर्खरै मैले मामा खाएको त्यसको चिया खाएँ घर गएर त्यही भएर किन मैले एकछिन चिया खानु हुँदैन छैन चिया खाएर आएको भएर यस्तो हेर्थ्यो उसँग चिया पनि उहीसँग खानु रे गाई के गर्नु के खाएको तिमीले दही खाएको हो दही खोएर मुखमा कृष्ण कन्हैया किशन कन्हैया ओ सर हेलो सर के गरेको त्यो हेलो 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 के छ खबर सुधार केन्द्र हुँदैन यो कोरियन ड्रामा हेर्ने हेर्ने कोरिया गयो भने मक्ख पर्छ है तिमी अस्ति त्यो न्यु इयरमा होइन मम्मी हाम्रो फोटो खिच्दिएको एउटाले अनि कोरियन कि चाइनिज भने मैले नभन्न भनेको होइन अनि पछि मलाई कस्तो कोरियन बोल्न मन लागिसकेको थियो होइन पछि यस्तै मैले हमसमिता भनेर दिएँ के रे हमसमिता हमसमिता अनि मैले अनि मलाई त्यसको फोटो खिच्ने बेलामा 1 2 3 खाना दोष चाहिँ गर्न मन थियो त्यो भने के रे
खाना दो सेट भनेर चाहिँ फटाइ हिँड्ने होला हो अनि त्यहाँदेखि 1 2 3 रेडी भनेको है अनि खाना दो सेट गर्नुपर्छ अनि अरू अनि अरू त के सारङ्गे ओप्पा ओमा सारङ्गे के छ भनेको आमा माया गरेर आई लभ यु बेटा कोलन के छ के हो क्वारेङ्गे छो ओइ चुचु हो सारङ्गे ओमा 감사합니다